रेस्ट्रेक्समा चाहिँ यो क्युजी ट्रे अथवा डाइरेक्ट प्रिन्टिङ चाहिँ वेबबाट कसरी सेटअप गर्न मिल्छ। अहिले चाहिँ हजुरले प्रिन्ट गर्नुभयो भने यदि क्युजी ट्रे सेटअप गर्नु भएन भने केओटीहरू प्रिन्ट गर्दाखेरि यसरी चाहिँ पपअप खुल्छ र हजुरले यहाँ गएर चाहिँ प्रिन्टर रोज्नुपर्ने हुन्छ। जुन चाहिँ हजुरको किचन अथवा बार डिफ्रेन्ट प्रिन्टरहरू छ भने यसरी गर्दा चाहिँ अप्ठ्यारो हुन्छ। सो डाइरेक्ट प्रिन्टिङ हजुरले सेटअप गर्नुभयो भने चाहिँ किचनको अर्डर किचनमा र बारको अर्डर बारमा वान क्लिकमा नै यसरी सेटअप गर्न मिल्छ वेबबाट है। सेटिङ गर्नको लागि चाहिँ हजुरले सेटिङमा जाने, गइसकेपछि यहाँ प्रिन्टर छ, प्रिन्टरमा जानु र यता टप राइट कर्नरमा हेर्नुभयो भने रिड डक अर सेटअप फाइल डिरेक्ट प्रिन्टिङको यहाँ छ। यो खोल्नुभयो भने हजुरले कसरी सेटअप गर्ने डकुमेन्ट सबै यसैमा लेखिएको छ। यहाँ गएर चाहिँ हजुरले दुईवटा फाइल चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। सुरुमा मेन चाहिँ यो क्युजी ट्रेको फाइल, यो चाहिँ 100 MB जतिको हुन्छ, हजुरलाई टाइम लाग्छ यो चाहिँ डाउनलोड गर्नु। अनि अर्को छ यो डाउनलोड ओभरराइड फाइल, यो दुईटै फाइल चाहिँ मैले डाउनलोड गरिसकेको छु। डाउनलोड गरिसकेपछि हजुरले आफ्नो जुन डाउनलोड गरेको क्युजी ट्रे फाइल यसलाई चाहिँ खोल्नुहोस्, यसलाई इन्स्टल गर्नु, यसलाई कन्टिन्यू गर्दै यसलाई अलाउ गरिदिनु पर्ने हुन्छ। यो इन्स्टल भइसकेपछि चाहिँ यो ब्याकग्राउन्डमा रन गर्न दिनुपर्ने हुन्छ यो एपलाई। यो क्लोज गर्नुहोस् र यो जुन आइटम क्युजी ट्रे भनेर यो खोल्नुभयो भने चाहिँ हजुरको यो माथि म्याकबुकहरूमा चाहिँ माथि देखिन्छ भने विन्डोजहरूमा चाहिँ जुन मुनि वाइफाईको सेटिङ ब्लुटुथको सेटिङ हुन्छ त्यहाँ चाहिँ सेम प्रिन्टरको आइकन आउँछ। त्यो प्रिन्टरको आइकनमा गइसकेपछि एडभान्समा जानु हजुरले, यो डायग्नोसमा गएर ब्राउज एप फोल्डर भनेर हुन्छ त्यो चाहिँ ओपन गर्नु। ओपन गरिसकेपछि हजुरको यो जुन रिसोर्स छ यसमा यो हाम्रो ओपन फाइल खोलेको थियौँ अघि ओभरराइड फाइल, यसलाई चाहिँ कपी गरिदिनुहोस् र यसभित्र डाइरेक्टली लगेर पेस्ट गरिदिनुहोस्। पेस्ट गरेपछि यसलाई नि क्लोज गरिदिनु र यो क्युजी ट्रेको एपलाई एकचोटि फेरि एक्जिट गरेर फेरि यसलाई चाहिँ ओपन गर्नु। यसरी यहाँ देखायो भने चाहिँ यो अटोमेटिकली स्टार्टमा राख्नुहोस् र अब हजुरले हाम्रो सफ्टवेयर रेस्ट्रेक्समा गएर यहाँ प्रिन्टरमा यो डाइरेक्ट प्रिन्टिङ कनेक्टेड देखाउँछ यहाँ माथि, हजुरले अन अफ गर्न पनि मिल्यो। र यसलाई एकचोटि चाहिँ राइट क्लिक गरेर टेस्ट गर्नुभयो भने यो प्रिन्ट चाहिँ हुन्छ। र यो प्रिन्टरको लागि आइपी सेटिङ चाहिँ पुरानै तरिकाले चाहिँ आइपी सेट गरेको हुनु पऱ्यो र त्यो प्रिन्टर चाहिँ भएको नेटवर्कमा चाहिँ कनेक्टेड हुनुपर्छ। प्रिन्टरको आइपी कसरी चेन्ज गर्ने र नेटवर्कमा कसरी कनेक्ट गर्ने चाहिँ हजुरले अर्को भिडियोमा पनि हेर्न मिल्छ है। अब चाहिँ हजुरले यसरी प्रिन्ट गर्न जानुभयो भने पपअप नखोलिकन डाइरेक्टली नै प्रिन्टिङ हुन्छ है।